बुढी आमा र छुटी नातिनी। कहिलेकाहीँ माया ठूलो शब्दमा होइन, सानो हातको स्पर्शमा लुकेको हुन्छ। आजको कथा हो एक बुढी आमा र उनकी सानी नातिनी छुटीको, जसको मायाले जीवनलाई फेरि उज्यालो बनायो। एउटा शान्त गाउँको छेउमा माटोको सानो घरमा बुढी आमा बस्थिन्। उनी धेरै बोल्दिनथिन्, तर उनको मौनतामा गहिरो ममता थियो। उनको संसार एउटै थिए, उनकी सानी नातिनी छुटी। छुटी सानी थिए, तर उसको मन जिम्मेवारीले भरिएको थियो। हरेक बिहान छुटी उठ्ने बित्तिकै आमाको कोठामा पुग्थे। आमा, आज घाम न्यानो छ, भन्दै उसले आमाको हात समाउँथे। बुढी आमा हल्का मुस्कुराउँदै भन्थिन्, तिमी छेउमा छौ भने घाम नलागे पनि न्यानो लाग्छ। छुटी कहिल्यै हतार गर्दिनथे। ऊ आमालाई पानी खुवाउँथे, औषधि सम्झाइदिन्थे र आमाको कुरा ध्यान दिएर सुन्थे। बुढी आमाले सिकाएको धैर्य छुटीको बानी बनिसकेको थियो। एक दिन बुढी आमाको शरीर कमजोर भयो। हिँड्न गाह्रो, बोल्न पनि थकान। तर आमाले गुनासो गरिनन्। उनी भनिन्, छुटी, तिमी आफ्नो पढाइ नछोड्नु। छुटीको आँखामा आँसु आयो, तर ऊ बलियो बनिरही। छुटी आमाको छेउमै बसिरही, धेरै बोलिनन्, केवल हात समातिरही। त्यो मौनतामा आमाले सान्त्वना पाइन् र छुटीले कर्तव्य। केही दिनपछि बुढी आमा बिस्तारै निको हुन थालिन्। अनुहारमा फेरि उज्यालो फर्कियो। उनी बुझिन्, यो औषधिले मात्र होइन, छुटीको निरन्तर मायाले सम्भव भयो। एक साँझ दुवै आँगनमा बसे। बुढी आमाले छुटीको टाउको सुमसुमाउँदै भनिन्, नानी, तिमी नै मेरो सबैभन्दा ठूलो धन हौ। छुटी मुस्कुराई। ऊ केही बोलिन, किनकि माया उसले शब्दमा होइन, व्यवहारमा देखाइरहेकी थिई। साँचो माया भनेको सधैँ सँगै रहनु होइन, सधैँ उस्तै भएर साथ दिनु हो। यदि तपाईलाई यस्तो भावुक कथा मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।